नमस्कार, विजयादशमीको शुभकामना पनि। आज पनि एउटा नयाँ टपिकमा कुरा गरौँ। यो सुनको मूल्य बढेको बढै छ। आज हलमार्क सुनको मूल्य प्रति तोला 2,83,000 रहेको देखिन्छ। विभिन्न ज्योतिषीहरू पनि देखिन्छन् र विभिन्न सामाजिक सञ्जालमा सुन किन्नुहोस्, चाँदी किन्नुहोस्, यसको भाउ बढ्छ, यति पुग्छ भन्ने किसिमको चाहिँ लाइनमा छलफल पनि गरिरहनु भएको छ। सन् 2004 मा सुनको मूल्य करिब 10,000 थियो। कोभिड सुरु हुने बेलासम्म पनि 75,000 को एराउन्डमा सुनको मूल्य थियो। अब यत्रो मूल्य किन बढ्यो त? अचम्म कुरा के हो भने नेपालको आर्थिक र यो मौद्रिक नीतिहरूको विश्लेषण गर्ने व्यक्तिहरूले समेत सुनको मूल्य किन बढ्यो र कसरी बढ्यो भनेर जानकारी पनि दिनु गर्नु भएको छैन। नेपालको मौद्रिक नीति बनाउने राष्ट्र ब्याङ्कले पनि यो विषयमा जानेर वा नजानेर चुप लागेर बसेको छ। अब सुनको भाउ नै विश्लेषण गरौँ एकपटक। यो कोभिड-19 पश्चात विश्वभरि नै आर्थिक र सामाजिक रूपमा सङ्कुचना हुँदै गयो। पछिल्लो समयमा जियो इकोनोमिक कारणले गर्दाखेरि विभिन्न मुलुकहरूको आफ्नै करहरूको दरहरू निर्धारण पनि भएका छन्। सामान्यतया सुन तथा चाँदीमा लगानी गर्नको कारण भनेकै एउटा आर्थिक अनिश्चितताबाट बच्नु पनि हो, अनि लगानीको पनि सुरक्षित गर्नु पनि हो। र फेरि तेस्रो जुन अमेरिकी, बेलायती र युरोपियन युनियनको जुन मुद्रा छ नि त्यसमा लगानी पनि गर्दाखेरि समस्या देखिएको कारणले गर्दा पनि यसमा लगानी बढाइएको चाहिँ हो। हुन त नेपालले सन् 1967 मा यो 24.8%, 1981 मा 9.2%, 1982 मा 7.7% र 1985 मा करिब 14.7% गरी 4 पटक नेपालले आफ्नो यो करेन्सी डिभ्यालुएसन गरेको चाहिँ थियो। पछिल्लो पटक 4 दशकदेखि नै विनिमय दर तोकिँदा यस्तो चाहिँ आएको थिएन है। हाम्रो विनिमय दर के भन्छ भने भारतको करेन्सीसँग प्याकिङ भएर बसिरहेको छ। यसको अर्थ चाहिँ भारतले लगानी प्रोत्साहन गर्नको लागि होस् या वैदेशिक मुद्रा आर्जन गर्नको लागि होस्, आफ्नो मुद्रा घटाउँदा नेपालको मूल्य पनि स्वतः डलरको अनुपातमा घटेको देखिएको छ। करेन्सी प्याकिङकै कारणले गर्दा पनि बङ्गलादेश, भुटान, श्रीलङ्कामा पनि डलरको मूल्य स्वाट्टै बढेको देखिन्छ। अब अर्को तर्फमा आउँ, नेपालमा सुनको पैसा किन बढ्यो होला? सामान्यतया सुनको मूल्यलाई अमेरिकी डलरमा मापन गरिन्छ या तुलना गर्ने गरिन्छ। एकातर्फ लगानीको अवसर कमजोर हुँदै जानु, अन्तर्राष्ट्रिय व्यापार अस्तव्यस्त हुनु लगायत डलरको लगानीको सट्टा सुनमा लगानी गर्दाखेरि अलिकति स्टेबल भइन्छ कि भन्ने लाइनको अन्डरस्ट्यान्डिङले गर्दाखेरि सुनको माग अलिकति बढेको पनि हो। अर्कोतर्फ अमेरिकी र युरोपियन मुलुकहरूले यो लगानी अर्को देशको लगानीको जति रकम चाहिँ कहिले फ्रिज गरिदिने, कहिले होल्डमा गरिदिने, कहिले काहीँ पैसा दिन पनि ढिलो गरिदिने कारणले गर्दा पनि सुनमा अलिकति पछिल्लो पटक लगानी बढेको चाहिँ हो। डलरको मूल्य घट्ने पनि गरेको छ र लगानी फ्रिज होला भन्ने डर पनि जनतामा रहिआएको चाहिँ छ। ब्याङ्कमा पैसा राख्दाखेरि ब्याज दर पनि कमै छ। अहिले चाहिँ सेयर बजारमा लगानी गर्दा पनि स्रोत देखाउनु पर्ने अवस्था आइरहेको छ। विभिन्न व्यक्तिहरूले अब यो सुनमा लगानी गर्दाखेरि कमसेकम घरमा लुकाएर राख्नु पनि सकिन्छ। त्यो कारणले गर्दा सुनको माग पनि नेपालमा पनि अत्याधिक रहेको चाहिँ छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब 20% बढेको पनि हो है, किनभने सबै ठाउँले माग बढेपछि यसको सुनको मूल्य पनि बढेको चाहिँ हो। नेपाली मुद्रा पनि डलरको अनुपातमा घटेको र यो रिटेल मार्केटमा मेकिङ चार्ज बाहेकै करिब 10% जस्तो यिनीहरूले थप रकम लिँदाखेरि यसमा मूल्य आकाशिएको पनि हो। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु र डलरको अनुपातमा भारतीय मुद्राको अवलम्बन हुँदै जानु, यी दुवै कारणले गर्दाखेरि नेपालमा सुनको मूल्य बढेको चाहिँ हो। यसको अर्थ चाहिँ के हुन्छ नि, कालो धनलाई पनि केही व्यक्तिहरूले अलिकति सुनमै राखेर रिजर्भ गर्न पनि खोजेको पनि देखिन्छ। यो पछिल्लो बिस्तारैहरू खुल्दै पनि जाला। यसको साथै नेपालमा सुन आयातमा पनि केही प्रतिशत कर लिने गरिन्छ र पछिल्लो पटक यो फाइनेन्सियल एक्सन टास्क फोर्सले ग्रे लिस्टमा नेपालमा राखिदिएको हुनाले अलिकति यसलाई गम्भीरतापूर्वक पनि हेर्ने गरिएको छ। साथै सरकारले विगतमा 15% भन्सा राखेको थियो, त्यसलाई बढाएर अहिले 20% पुर्याएको छ। अर्को सन्दर्भमा भन्दाखेरि पहिला चाहिँ ब्याङ्कहरूले पनि सुन आयात गर्ने गर्थे, आजभोलि त्यो गरेको चाहिँ देखिँदैन। भारतमा पनि एउटा यो सोभन गोल्ड बोन्ड जस्तो स्किमहरू चाहिँ छ। त्यसमा के हुन्छ नि, आजको पैसामा सुनमा लगानी गर्ने र जहिले चाहियो त्यो पैसामा तत्कालीन अवस्थाको रकमलाई आधार मानेर पैसा दिने गरिन्छ या त्यसमा अझै कतै थप ब्याज पनि दिने गर्ने गरिएको छ। नेपालमा त्यो स्किम पनि छैन। नेपालमा सुनको मूल्य बढ्नु नेपालको भन्दा भारतको बढी नै जिम्मेवार देखिन्छ। नेपालको सन्दर्भमा वित्तीय संस्थामा रकम थपिँदै जानु, लगानी गर्ने संस्थाहरू या क्षेत्रहरू कम हुँदै जानु
र व्यक्तिले यो ब्याङ्कमा लगानी गरेर ब्याज लिनुभन्दा पनि सुनमै लगानी गर्नु बढी फाइदाजनक भएको कारणले पनि नेपालमा सुनको मूल्य अत्याधिक बढेको चाहिँ देखिन्छ या माग पनि बढेको देखिन्छ। लगानी गर्ने उपयुक्त माध्यम भएको अवस्थामा र ब्याङ्कहरूले त्यो स्थानमा लगानी गरेको अवस्थामा मात्रै यो पैसा अलिकति बढी चलाउन जान्छ र अनि ब्याङ्कले पनि अब यो लिक्विडिटी बढाउनको लागि करेन्सीको यो रिजर्भहरू माग्ने या निक्षेपहरू उठाउने गर्ने गर्छन्। अनि अरू व्यक्तिहरूले अब यो सुनमा चाहिँ लगानी गर्ने चाहिँ अलिकति क्रमशः घट्दै जाने पनि हुन्छ। अब ठुलो प्रश्न आयो, के सुनको मूल्य घट्ला? उत्तर हाम्रो हातमा चाहिँ छैन। विश्वभरि नै व्यापार र युद्धको अवस्था कायमै रहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जानेछ र यो घट्ने सम्भावना अलिकति न्यून पनि छ। अब कहिलेकाहीँ करेन्सीले तलमाथि गर्छ, कहिलेकाहीँ सुनको मूल्य तलमाथि भइरहन्छ, यही स्टेबल हुनु पनि सक्ला। र कतिपय यो व्यापारका पण्डितहरू भनौँ या विज्ञहरूले 2026मा सुनको मूल्य घट्न सक्छ है भन्ने लाइनको कुरा पनि गर्नुभएको छ। तर एउटा विचार के हो भने नि, यो युद्धको माहौल रहेसम्म र अमेरिकी र अन्य देशहरूको बिचमा जुन यो ट्यारिफ युद्ध रहेसम्म यो मूल्य घट्ने अलि सम्भावना कमै देखिन्छ। सुनको अहिलेको भाउ घट्ला त, यदि अन्तर्राष्ट्रिय चुनौतीहरू समाधान भयो भने घट्छ पनि, त्योभन्दा बाहेकमा सुनको मूल्य घट्ने सम्भावना देखिँदैन। लगानी गर्ने त अहिले नै सुनको मूल्य अलि आकाशिएको अवस्थामा लगानी गर्दा ठिक हुन्छ कि हुँदैन भन्ने पनि विषय हो। यदि यहाँहरूले रिस्क लिन चाहनुहुन्छ भने सुनमा लगानी गर्दा चाहिँ हुन्छ, चाँदीमा लगानी गर्दा हुन्छ। सुनको मूल्य यति बढ्ला उति बढ्ला, नोबडी नोज द्याट। धन्यवाद।